हेलो गाइज, आज म तपाईहरुलाई माइक्रोसफ्ट एक्सेलमा दिएको डेट अफ बर्थबाट एज कसरी निकाल्ने त्यो सिकाउन गइरहेको छु। त्यसको लागि तपाईले यसमा इक्वल्स टु TODAY ब्राकेट स्टार्ट ब्राकेट क्लोज गर्नु होला अनि माइनस प्रेस गरेर यो दिएको डेट अफ बर्थमा क्लिक गर्नु होला अनि इन्टर गर्नु होला। इन्टर गरिसकेपछि जुन यो हाम्रो निक्लिएको छ डेट यसमा राइट क्लिक गर्नु होला सेल्समा अनि सेल्समा राइट क्लिक गरिसकेपछि यो फर्मेट सेल सिलेक्ट गर्नु होला। अब यति गरिसकेपछि तपाईले यो कस्टममा क्लिक गर्नु होला अनि कस्टममा क्लिक गरिसकेपछि यो MY छ नि यसमा सिलेक्ट गरेर यसलाई इरेज गर्नु होला। अब हामी के गर्छौं हाम्रो जुन डेट अफ बर्थ जुन एज छ यसलाई हामी इयर मन्थ अनि डे जुन छ यो सिक्वेन्समा हामीले के गर्न गइरहेका छौं निकाल्न गइरहेका छौं। सो हामीले यहाँ इयर YY भनेको इयर हो अनि स्पेस दिएर डबल कोटेसन मार्क भित्र YES डबल कोटेसन मार्क दिने अनि बन्द गर्ने। फेरि अब मन्थ MM भनेको मन्थ हो फेरि डबल कोटेसन मार्क भित्र MONTHS मन्थ टाइप गरेर फेरि डबल कोटेसन मार्कले बन्द गर्नु होला। अब भनेको DD भनेको के छ तपाईको DAYS डेज अनि फेरि डबल कोटेसन मार्कले बन्द गरेर यसमा ओके गर्नु होला। त्यति गरेपछि तपाईको के हुन्छ एज निस्किन्छ अनि यसलाई ड्र्याग गर्नु होला। अब यो भनेको तपाईको रामको जन्म मिति भनेको डेट अफ बर्थ भनेको 2007-15 हो जनवरी 5 हो भने उ अहिले के छ हालको डेटमा आज 19 वर्ष 4 महिना 13 दिनको भएको छ। यसरी तपाईले कसैको पनि डेट अफ बर्थ यो फंक्सन युज गरेर तपाईले सजिलैसँग निकाल्न सक्नुहुन्छ। ओके गाइस, आजको भिडियो तपाईलाई कस्तो लाग्यो? यदि यो भिडियो तपाईलाई राम्रो लाग्यो भनेपछि यो च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिएर रहनु होला र यति बेलासम्म यो भिडियो हेरेर मलाई साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।